एभ्रिवान वेलकम है त आज चाहिँ धेरै दिन पछाडि मैले भिडियो बनाएको छु सबैजनाले हेरिदिनु होला। आज चाहिँ हामी दाउरा काट्न जाँदै गरेको। एक वर्ष रुख हामी चाहिँ यहाँ दाउरा काट्ने ठाउँमा आइसकेको। अब चाहिँ हामी काट्छौँ कि एकछिन बस्छौँ हो। के हो झरेन यो मैले दुईटा एक्स्ट्रा ल्याएको। यो चाहिँ खाजा आउने बित्तिकै खाजा देखाउँ न होइन। चिर्ने चाहिँ को होला काम चाहिँ कति पनि गरेको छैन। डिउ खानु पर्ने अरे हो। के गर्नु र हो यस्तो रुगा मार्गीले मारेको बेला पनि खाना चाहिँ छोडिँदैन होइन फुपू। यहाँ हेर्नु न यहाँनिर चाहिँ हाँसेर बेहोस हुनु आँटेका छन् है हाम्रा साथीभाइहरू। चारवटा टाउको त के जुत्ने आँटो त। मार्छन् कि क्या हो। भयो भयो खानु 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 अन्त त्यसो भन्नुभयो त मलाई डर लाग्यो। पानी लगाइदिनु न मलाई। किन पानी राख्नु भनेर नि। अब चाहिँ हामी खाजा खानु पर्ने रे। ए छिटो गोला है। ए बदाम चाहिँ एक्लै एक्लै ओइ एक्लै ल्याएर खायो। अन्त एक मुठी छ त मलाई त छैन त माग्दा मात्रै दिन्छ त। आफै हाल्ने हो आमा उठायो लगायो हड्डीको अस्ति पकायो नि त्यो दाजुहरूकोमा चटपटी दिएको चाहिँ कस्तो दामी भक्तिलो। बजाऊ बजाऊ सुनारहरूसँग के गर्ने अरे। विश्वास सुन्दरीहरूसँग सकुनी साँच्चै अघि यतादेखि गर्नु थियो नि। अब कोही कोही माथि फाङ फाङ चिर्दैछ हामी त यहाँ ठङ ठङ। अन्त लु गर गर अनि सुन्दर को सुन्दर विश्व सुन्दर ल ल ल। झन् रात पर्यो झन् साह्रो साह्रोमा ल्याउँछ यो धनी। यो 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 पुच्छारको धनीलाई त यो मोटीलाई त कुट्नु पर्ने क्या। भरे लु काटौँ काटौँ खाली जुम्ला डोको अनि भोलि पर्सि बरु एक भारी फिसित्तामा सघाउँला। बल्ल बल्ल घर जाउँ भन हो हामीले भन्दा भन्दा होइन नि। नि हामी चाहिँ घर लागेको भन्दै पछाडिको भिडियो बनाइदिउँ न। अब दाउरा बोकेर जानुपर्ने अरे। हामी चाहिँ भारी लगाउँदै काँचो दाउरा बोक्नु पर्ने। छ हौ यहाँ छ त हौ। के लाउनु पर्ने बाटो अप्ठ्यारो छ भनेको सुनेन। लड्दै आउँदैछ क्या एकछिन उभा। सास तल र माथि जोडिँदैन त। हामी चाहिँ घर लागेको अलिअलि दाउरा बोकेर। हामी चाहिँ घर आइपुगेको अवस्था। कोही निराशमा कोही गालामा हात लाएर बसिरहेछन्।